राष्ट्रिय प्रजातन्त्र पार्टीको यो उम्मेदवारको टिकट चाहिँ कसरी प्राप्त गर्नुभयो? यो सुनौलो संयोग नै मान्नुपर्छ। जब निर्वाचन अधिकृतले उहाँको नोमिनेसन हुन सक्दैन भनेर भनिसकेपछि त्यतिखेर म एकदम एउटा युद्धमा खटिएको सिपाही जस्तो भएको थिएँ। म बोर्डरमा उभिएर चाहिँ अब दुश्मनसँग लड्ने अथवा पिठ फर्काएर भाग्ने, मसँग दुईटा विकल्प मात्रै थियो। महोत्तरी क्षेत्र नम्बर 1 का जनताले ओमप्रसाद पोखरेल कमललाई नै किन मत हाल्ने अथवा हलोलाई नै किन मत हाल्ने? राष्ट्रिय प्रजातन्त्र पार्टी नै यस्तो पार्टी हो जुन पार्टीले आज देशको मौलिक धर्म, संस्कृति, संस्कार र परम्परालाई अवलम्बन गरेको छ। मैले मेरो व्यक्तिगत जीवनमा मैले कति प्राप्त गर्छु, कति गुमाउँछु त्यो बेग्लै कुरा हो, तर राष्ट्रको लागि, देशको लागि, यो समाजको लागि ओमप्रसाद पोखरेल कमल मात्र यस्तो एउटा पात्र हो जुन अघिल्ला लामो समयदेखि राजनीतिकमा रहनुभएका सबै राजनीतिक कर्मीहरूभन्दा म सक्षम, अबल र मैले मेरो प्रष्ट कार्यदेश दिन सक्छु। पछिल्लो समय युवाहरू विदेश सिने क्रम बाक्लिँदै गएको छ। तपाईँ यदि यस पार्टीबाट अगाडि बढ्दै जाँदा जित्नुभयो भने ती युवाहरूको लागि स्वदेशमै बसेर रोजगारीको अवसरहरू के कसरी जुटाउनुहुन्छ? युवाहरू आज विदेशिनु पर्ने बाध्यता छ। त्यसको मूल कारण भनेको राजनीतिक नेतृत्वकै कारणले गर्दाखेरि आज हाम्रा हजारौँ लाखौँ युवाहरू आज आफ्नो यो देश जुन देशमा जल, जमिन र जङ्गल पर्याप्त मात्रामा हुँदाहुँदै पनि हाम्रो देशको राजनीतिक कर्मीहरूले गरेको अदूरदर्शिताको कारणले गर्दाखेरि आज लाखौँ युवाहरू चाहिँ विदेशिनु पर्ने अवस्था छ। यो नेपाल कम्युनिस्ट पार्टी संयुक्तमा धेरै मान्छेहरू कन्फ्युज भइरहेको मैले देखेको छु। यसलाई थोरै अलिकति यसको परिचय दिनुहोस् न, यो के कस्तो पार्टी हो? नेपाल कम्युनिस्ट पार्टी संयुक्त भनेको चाहिँ साँच्चै भन्नुपर्दा एउटा इमान्दार पार्टी। हजुर, जो पुरानो राजनीति गर्नुहुन्छ उहाँहरूले यो पार्टीका मान्छेहरूलाई चाहिँ इमान्दार पार्टीको रूपमा चिन्नुहुन्छ। घुस नखानेको पार्टी भन्ने अहिले हामीले व्याख्या पनि गरेका छौँ। हामीले यो पार्टीमा आएपछि चाहिँ जनताको भावनाअनुसार काम गर्नुपर्छ, यो भ्रष्टाचारको विरुद्ध लड्नुपर्छ भन्ने उद्देश्यले आएको पार्टी हो। महोत्तरी क्षेत्र नम्बर 1 बाट उम्मेदवारको रूपमा अगाडि बढिरहँदा यस क्षेत्रमा देखिएका समस्यालाई कसरी हेर्नु भएको छ? हाम्रो मेडिकल कलेजको कुराहरू उठिरहेको छ, त्यसमा बजेट वर्ष पनि खर्च भइरहेको छ, काम अगाडि बढ्न सकिरहेको छैन। महोत्तरी जिल्लाको 1 नम्बर क्षेत्रमा धेरै अव्यवस्थित बसोबासहरू भएको छन्, जसलाई हामी ऐलानी प्रति जग्गामा बसोबास गरेको पनि भन्छौँ। चुरे दहनको कुरा छ। यहाँ चुरेलाई बचाउन सकिएन भने भोलिको दिनमा के हुन्छ भन्ने कुरा कसैले सोचेको छैन। नदी उत्खननहरू भइरहेको छ, यो गलत प्रक्रिया हो, यसलाई चाहिँ हामी गलत पनि भन्न सक्छौँ। खानेपानीको समस्या त्यस्तै छ। बर्खामा हामीले धमिलो पानी खान बाध्य छौँ। बाटोघाटा गाउँहरू बन्ने कुराहरू त बिस्तारै बन्ने क्रम जारी छ, तर पनि बन्ने ठाउँमा अझै बन्नुपर्छ भन्ने कुरा हो। स्वास्थ्य, शिक्षा यी अनिवार्य कुराहरू हुन्। यी सबैलाई समग्रमा हेर्नुपर्दा आधारभूत आवश्यकता पनि धेरै पछि परेका छन् जस्तो चाहिँ लाग्छ।